यसरी देख्न पाइदिए कस्तो हुन्थ्यो होला सधैँ सँगै बसेर। भिडियो कल गर्दै आउँछ त्यो दिन। म होटलमा छु नि त बस्ने, अनि होटलको भिडियो बनाउन भनेर म चाहिँ होटलको बाहिर छु। अनि टक्कै यहाँनिर नेपालगञ्जको फिल्म हल छ, जहाँ हाम्रो होटल हामी बसेको होटल देखाउँछ आज। हजुरले बुक गरिदिनु भयो नि मैले, मेरो लागि फिल्म हल मजाले हेर्नु सुती सुती। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, स्वागत छ हजुरहरू मेरो च्यानलमा। यहाँ हुनुहुन्छ मेरो बुढा सुतिराख्नु भएको छ, म चाहिँ उठिसकेको छु। अनि ढनटना साथीहरू, म हजुरलाई मेरो ब्याकग्राउन्ड देखाउँछु। बिहान बिहानै हेर्दाखेरि पनि कस्तो रमाइलो लाग्ने हाम्रो चाहिँ साइडबाट चाहिँ स्विमिङ पुल। अनि साथीहरू, हामी आज के गर्छौँ कसो गर्छौँ त्यो हजुरहरूलाई म देखाउने नै छु। अहिले चाहिँ म उठिसकेको छु, बुढा सुत्नुभएको। अनि अहिले चाहिँ हामी जान्छ हस्पिटल। आज हाम्रो तेस्रो दिन हो नेपालगञ्जमा। आज चाहिँ चेकअप गर्छौँ। अहिले चाहिँ अब म रेडी हुन्छु, मुख मात्रै धोएको छु। अब क्रिम पाउडर दल्नु पर्यो अलिकता, अनि रेडी पनि हुन पर्यो। अब जाउँ, उठ्नु हजुर पनि। हेलो सर, के हो? उठ्नु पर्यो क्या? किन? कस्तो राम्रो देखिनु भएको के, यस्तै देख्नु नै बिहान बिहान उठ्ने बित्तिकै हजुरहरूको अनुहार खोइ त हेर्नु त, यसरी देख्न पाइदिए कस्तो हुन्थ्यो होला सधैँ सँगै बसेर। भिडियो कल गर्दै आउँछ त्यो दिन। भिडियो कल गरेर यस्तरी गाला समात्न पाउनु पर्यो न। मोबाइल समाउनु नि, मोबाइल समाएर कहाँ हुन्छ यस्तरी गाला समात्न पाउनु पर्यो। सँगै बस्ने दिन आउँछ कि नै? कहिले? मोबाइलमा। ल अब पिटाइ त त्यसै पिट्छ अब त, त्यसै। रेडी भइसक्यो, बड्डालाई ढिलो भएर रिसले फायर भएर गइसक्नु भएको छ। कोही पनि छैन रुममा। के छुट्यो लागेको गाडी हामी चाहिँ निस्किसक्यौँ। बिहान बिहान हस्पिटलको लागि नास्ता खाने टाइम छ भने नास्ता पनि खान्छौँ। मैले बस्ने होटलको भ्रमण गर्ने भनेको पनि त्यसै रहेको छ। यो भ्रमण गर्नुपर्ने छ एक दिन, हजुरहरूलाई देखाउनु पर्यो हामी कहाँ छौँ, कस्तो ठाउँमा बसेको छौँ, के गर्दैछौँ त देखाइरहेको छु। जहाँ मैले आज भोलि बिहान आउने हस्पिटल आएको झन् टाइम लाग्ने। हामी चाहिँ अहिले यो कार्ड बनायो, अब बल्ल हामीले पर्ची काट्न मिल्छ। साथीहरू, हामी हस्पिटलदेखि सिधा हाम्रो मोमो नि, हाम्रो मोमो हाम्रो नेपालगञ्जको बाहिर मोमोमा खाना खान आएको मैले। खाना चाहिँ छ उनीहरूले के भन्नु त, मेरो भिडियो नले रे खाना पछाइदिएको मै पनि आउँछ स्पेसल। र हामी चाहिँ खानाको मजा लिन्छौँ, भिडियो बनाएर खिच्दै मोबाइल पाल्ने आउँछ। किन गाह्रो छ मलाई जानेर। साथीहरू, हामी चाहिँ हस्पिटलबाट आयौँ। अनि आज भिडियो चाहिँ के बनाउनु सोचेँ। अहिले म होटलमा छु नि त बस्ने, अनि होटलको भिडियो बनाउन भनेर म चाहिँ होटलको बाहिर छु। अनि टक्कै यहाँनिर नेपालगञ्जको फिल्म हल छ, मेरो बड्डा यहाँ साइडमा छ। अब जहाँ हाम्रो होटल हामी बसेको होटल देखाउँछ आज, हामी बसेको होटल देखाउँछ आज हजुरलाई। यहाँबाट गेटदेखि भित्र जाऊँ। अनि हाम्रो यो जाने बाटो नि, यो जाने बाटो, यो आउने बाटो, यताबाट जाउँ। यो बगैँचा बारी हाम्रो, यही बगैँचाको साइडमा छ प्लेन। यो टक्क मेरो बड्डाले गेट पनि भयो। राजाहरूको फोटोहरू त्यसपछि उहाँ चाहिँ मेरो बुढो, त्यसपछि यो मेरो रुममा पुगेँ त आनन्द आउँछ हो। आनन्द चिसो बाहिर लास्ट गर्नु छ नि घाममा लाए पनि। र रुममा पुग्यो, स्विमिङ पुल हेरेर चित्त बुझाउने बाहिरबाट आए पनि। अब ल साथीहरू, यसपछि यहाँ पछि फेरि अहिले जानु छ हस्पिटल। पछि 4 बजी बोलाएको छ, के हुन्छ कसो हुन्छ साँझ भेटौँ न। अब त्यस्तो थकाइ लाग्यो, थकाइ त लाग्ने भएको त, बिचरा त्यति काम गर्ने मान्छे यहाँ आएर रेस्ट गर्न पनि पाइएन। दिउँसो अघि खाना खाने बेला कपडाको हालत
यस्तो छ फेरि हामी निस्किगयौँ हस्पिटलका लागि आज मौसम पुरा पानी पर्ने जस्तै छ बा शीतल तर घाम छैन नि शीतल पानी पर्न सक्ने सम्भावना छ जहाँ मेरो बड्डा आफूलाई चेक गर्न आएका मैले पनि चेक गरिहालौँ न बिमार छँदैछ भनेर मैले पनि चेक गरेको आफूलाई मेरो रिपोर्ट 3 बजे उहाँको चाहिँ 4 बजे बोलाएको मलाई साइडमा फिलिमल चाहिँ टुक्लुक पारेर तर एक दिन पनि फिलिम गर्न गइहाल्छ समस्या त्यस्तै छ हामी उनको स्वेटर र नरसिंहमा र उनको स्वेटरमा को हेर्ने कन्फ्युज छ उनको स्वेटर नै हेर्छ होला हामी हस्पिटलबाट डाइरेक्ट आएर टाउको ह्याङ भएर हस्पिटलबाट आएर टेन्सन भएर अब हामी चाहिँ फिल्म हेर्न जान्छौँ यहीबाट त्यसपछि रुममा जान्छौँ पर्छ हाम्रो हातमा ल साथी 2टा टिकट लग्यो टिकट देखाउनु त यता माथि यता सिधा गर्नु न यो हाम्रो 2टा टिकट जाने पहिलोचोटि हाम्रो नेपालगञ्जमा को फिल्म हलमा दुई ढोका छन् कताबाट जानु ल लेडिज पनि फरक टिकट उहाँसँग छ थ्याङ्क यू गाइस भित्र पनि पस्यो कताबाट थाहै छैन ल गाइस हामी चाहिँ टिकट काटेर आइसक्यो हामी चाहिँ कति बजे सुरु कति बजे भने 6 बजे सुरु अब 3-4 मिनट होला बाँकी हामी चाहिँ पुरा राजगद्दीमा बस्छौँ राजगद्दीमा बसिसकेछौँ एप्लाई गर्नु पर्ला त्यहाँ पनि क्यारे क्लेम त हुन्छ होला सायद साथी फिल्म हेर्न त आयो तर के गर्नु हल सब खाली छ त यहाँ हेर्नु न एकजना छैन हामी मात्रै क्या हेर्नु 2 जना बहिनी हामी बुढाबुढी 4 जना तलतिर 2-3 जना छन् आज हामीले फिल्म हल बुक गरिदिएको हजुरले बुक गरिदिनु भयो नि मेरो लागि फिल्म हल मेरो लागि फिल्म हल बुक गरिदिनु भएको बड्डाले मजाले हेर्ने मजाले हेर्ने सुती ऊ त्यो पछाडिको सुत्ने बेड ऊ गरिदियो हुन्थेन बरु जान त सुत्नु कोही छैन ऊ त मजाको रहेछ क्या ल हेरौँ अब सुरु भयो जस्तो छ खानु कि नखानु सरी उनको स्वेटर यता नर्सिङ के खिच्छु फोटो हजुरलाई होइन मलाई चाहिन्छ अहिले मध्यान्तर हाम्रो ब्रेक टाइममा आएको हामीले केही खाएनौँ किनकि अघि हामीले नास्ता खायौँ त्यही भएर यो फिल्ममा लाग्ने हो ल साथीहरू आजको फिल्म पनि हेऱ्यो तर भिडियो कहाँ जानुभयो भिडियो बनाएन त्यस्तै भयो अनि कहाँ बनायो त अलिअलि अब रुममै सुनाउला बेथा जाउँ हामी रातिमा त्यतिकै देखिन तर यो कुहिएको मोबाइल हो कि भाइ ल साथीहरू हामी चाहिँ कति बजे रुममा पुग्यौँ 9 बजे अहिले फिल्म हेरेर रुममा पुग्यौँ फिल्म हलमा गएर पपकर्न सपकर्न खाने भनेको फिल्म हेर्ने केही फिक्स थिएन नास्ता खाइसकेका थियौँ पछि पपकर्न पनि खाएनौँ कि मजा आएन उसरी फिल्म के ठिकै थियो नि के फिल्म अरे उनको स्वेटर फिल्म ठिकै वाह नै छि भन्ने ठिकै मात्रै ठिक लाग्यो अब रुममा चेन्ज पनि गरेको छैन कपडा हस्पिटल गयो रिपोर्ट पनि आएन अब भोलि नै पर्सि आउँछ रिपोर्ट तनाव भइसक्यो हामीलाई यहाँ अब एकछिन हामी फेरि कपडा चेन्ज गरेर जान्छौँ बाहिर केही त खानु पर्यो साँझ
अनि आजको भिडियो चाहिँ यस्तै भयो। यदि भिडियो इन गराएन पछि भेट्नुपर्छ फेरि। आज मेरो बड्डालाई कस्तो भयो रे? आज के गर्यो हजुरको? अपरेसन गर्यो। आज बिचरा मेरो बड्डाको अपरेसन भएछ। आधा अपरेसन भएको छ, आधा अर्को दिन हुन्छ। हिँडिसकिरहेन राम्ररी। कस्तो छ अहिले हेर्नुपर्छ त्यो अपरेसनको घाउ। अहिले चाहिँ कपडा चेन्ज गर्छु। बाई बाई।